सबैलाई एकदमै धेरै नमस्कार। यो बिहानी पखको र यो शनिबारको दिन पनि आज छुट्टीको दिन हामी चाहिँ सबैजना साथीहरू चाहिँ मिलेर सिद्धबाबा हाइकिङ, यो चाहिँ कमलामाई नगरपालिका वडा नम्बर 4 स्थित च्याउकोट डाँडा भन्ने क्षेत्रमा रहेको छ। यो ठाउँ चाहिँ एकदमै रमणीय, धार्मिक, पर्यटकीय र सांस्कृतिक हिसाबले पनि यो ठाउँ एकदमै रमाइलो ठाउँ रहेको छ। यो भन्दा अघि पनि म 2 पटक यो ठाउँ पुगिसकेको छु। आज चाहिँ हामीले अब बिहानीको समय सबैजना फुर्सदमा भएको कारणले र बर्खाको समयमा गाडी घोडामा जान पनि गाह्रो हुने भएकोले हामी सबैजना हिँडेर आज यो ठाउँ जाने भन्ने प्लान गरेका थियौँ र हामी केही समयको हिँडाइ पछाडि अहिले हामी यहाँ कफी खानको लागि यहाँ रोकिएका छौँ। कफी बनाउनको लागि चाहिँ यहाँ हाम्रो 3 जना साथीहरू खट्नु भएको छ। रुकु म्याडमले कफी बनाउँदै हुनुहुन्छ, इन्दिरा म्याडम, हाम्रो सावित्रा म्याडमलाई अलिक बढी गर्मी भएको जस्तो लाग्यो है, फ्यान चलाइराख्नु भएको रहेछ। यहाँ फोटोसुट पनि भइरहेको छ। यो म हो, म डबल सर्ट खाँदिनँ, 1 सर्ट खान्छु भनेर त्यहाँ साथीहरूलाई म भनिरहेको छु। तितो लाग्छ मलाई, धेरै कफीको मात्रा बढी भएको चाहिँ कफी खान सक्दिनँ। सानो छोरी पनि आउनु भएको छ हामीसँग, एकदम रमाइलो भइरहेको छ है। हामीले चाहिँ आज फुर्सदमा ल कतै यसो सर्ट एन्ड स्विट सानो टुर जस्तै जाउँ न भनेर सल्लाह भएर हामी चाहिँ यहाँ आफ्नै सिन्धुली भित्रकै ठाउँ, एउटा रमाइलो ठाउँ, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो प्रसिद्ध तीर्थस्थल हो। विशेष गरी यो साउनको महिनामा चाहिँ यहाँ अरू समयभन्दा साउनको महिनामा अलिक बढी चहल पहल हुने ठाउँ हो। यहाँ चाहिँ अब आफूले मनले चिताएको, इच्छाएको पुरा हुन्छ भन्ने पनि जनविश्वास रहेको छ। यो चाहिँ बिपी राजमार्ग हुँदै काठमाडौँबाट सिन्धुलीगढी नपुग्दै यो चाहिँ हाम्रो लगभग 5 मिनट मोटरसाइकलबाट जाने हो भने 5 मिनटसम्मको बाटो चाहिँ ढलान गरेको बाटो देख्न सकिन्छ र त्यहाँबाट चाहिँ सिद्धबाबासम्म जानको लागि ट्र्याक खनेको रहेछ। अब हामी चाहिँ पैदलै जाने भएको कारणले हामीले चाहिँ सर्टकट बाटो हुँदै हामी चाहिँ माथि उकालो लाग्यौँ र यो उकालो अलि माथि पुगिसके पछाडिको यो दृश्य हो। एकदमै राम्रो हरियाली फाँटहरू, सिन्धुली बजारका लगभग सबै बस्तीहरू देखिन्छ। यहाँबाट हामी पुग्ने त्यो भ्यू टावरसम्म हो र भ्यू टावरभन्दा अलिकति माथि चाहिँ सिद्धबाबाको मन्दिर रहेको छ। बाटोको अवस्था चाहिँ यस्तो छ साथीहरू, अब मोटरसाइकलमा गाडीमा चाहिँ अलिक कठिनै छ यो बाटो अहिले यो बर्खाको समयमा आउनलाई। त्यही भएर सकेसम्म हिँडेर आउँदा नै एकदमै रमाइलो